संगठित संस्था पूर्व योग्यता परीक्षाको तयारीमा रहनुभएका सम्पूर्ण विद्यार्थी साथीहरूलाई मध्यनजर गर्दै नमुना प्रश्नोत्तरको सेट 4 लाई लिएर म उपस्थित भइसकेको छु। ढिला नगरिकन सुरु गरौँ आजको प्रश्नोत्तरको श्रृङ्खलालाई। प्रश्न नम्बर 1 रहेको छ, दिगो विकासको लक्ष्य नम्बर 5 केसँग सम्बन्धित छ? दिगो विकासको लक्ष्य नम्बर 5 लैङ्गिक समानतासँग सम्बन्धित छ। प्रश्न नम्बर 2, पुरानो संसार उपनामले चिनिने महादेश कुन हो? पुरानो संसार उपनामले चिनिने महादेश युरोप महादेश हो। प्रश्न नम्बर 3, नेपालको बनारस भनेर कुन ठाउँलाई चिनिन्छ? नेपालको बनारस भनेर रिडीलाई चिनिन्छ। प्रश्न नम्बर 4, सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो? सर्लाही। सर्लाही सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला हो। प्रश्न नम्बर 5, गोपाल वंशका शासकहरूको शासन केन्द्र कुन ठाउँमा रहेको थियो? गोपाल वंशका शासकहरूको शासन केन्द्र कुन ठाउँमा रहेको थियो? मातातीर्थ। गोपाल वंशका शासकहरूको शासनको केन्द्र मातातीर्थ रहेको थियो। प्रश्न नम्बर 6, आर्थिक दण्ड दिने चलन कसले चलाएका थिए? जयस्थिति मल्लले। आर्थिक दण्ड दिने चलन जयस्थिति मल्लले चलाएका थिए। प्रश्न नम्बर 7, होली पर्व कुन तिथिमा मनाइन्छ? होली वा फागु पर्व फाल्गुन शुक्ल पूर्णिमाको दिनमा मनाइन्छ। प्रश्न नम्बर 8, पाता मेला कुन समुदायले मनाउने पर्व हो? पाता मेला कुन समुदायले मनाउने पर्व हो? सतार समुदायले। प्रश्न नम्बर 9, आर्थिक सर्वेक्षण 2082-83 का अनुसार नेपालको प्रति व्यक्ति आय पर क्यापिटल इन्कम कति रहेको छ? 1535 अमेरिकी डलर। नेपालको पीसीआई पर क्यापिटल इन्कम 1535 US डलर रहेको छ। प्रश्न नम्बर 10, 16औं योजनाले नेपालको औसत आर्थिक वृद्धि दर कति पुर्याउने लक्ष्य राखेको छ? 16औं योजनाले नेपालको औसत आर्थिक वृद्धि दर कति पुर्याउने लक्ष्य राखेको छ? 7.1%। प्रश्न नम्बर 11, राष्ट्रिय जनगणना 2078 का अनुसार नेपालमा बिजुलीबाट खाना पकाउने जनसङ्ख्या कति प्रतिशत रहेका छन्? 0.5%। प्रश्न नम्बर 12, नेपालको अन्तरिम संविधान 2063 कहिलेबाट जारी भएको हो? नेपालको अन्तरिम संविधान 2063 माघ 1 गतेबाट जारी भएको थियो। प्रश्न नम्बर 13, नेपाल सरकारले आफ्नै लगानीमा सम्पन्न गरेको पहिलो जलविद्युत आयोजना कुन हो? आफ्नै लगानीमा सम्पन्न गरेको पहिलो जलविद्युत आयोजना सुन्दरी जल जलविद्युत आयोजना हो। प्रश्न नम्बर 14, नेपालको संविधानको दोस्रो संशोधन कुन अनुसूचीमा भएको थियो? नेपालको संविधानको दोस्रो संशोधन कुन अनुसूचीमा भएको थियो? अनुसूची 3 मा। प्रश्न नम्बर 15, नेपाललाई प्राविधिक सहयोग गर्ने पहिलो देश कुन हो? बेलायत। नेपाललाई प्राविधिक सहयोग गर्ने पहिलो देश बेलायत हो। प्रश्न नम्बर 16, युएनको बडापत्र कहिलेबाट कार्यान्वयनमा आएको हो? युएनको स्थापना भएको दिनबाट सन् 1945 अक्टोबर 24 बाट युएनको बडापत्र कार्यान्वयनमा आएको हो। प्रश्न नम्बर 17, साफ्टामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन्? भेषबहादुर थापा। साफ्टामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति भेषबहादुर थापा हुन्। प्रश्न नम्बर 18, युरोपेली युनियन EU को स्थापना कहिले भएको? सन् 1958 जनवरी 1 मा EU को स्थापना भएको हो। प्रश्न नम्बर 19, क्षेत्रफलको आधारमा सबैभन्दा सानो सार्क राष्ट्र कुन हो? मालदिप्स। क्षेत्रफलको आधारमा सार्कको सबैभन्दा सानो राष्ट्र मालदिप्स हो। प्रश्न नम्बर 20, कोप 31 कुन स्थानमा आयोजना हुँदैछ? अन्टल्या। टर्कीको अन्टल्या सहरमा कोप 31 आयोजना हुँदैछ। प्रश्न नम्बर 21, देहाय मध्ये जेल नभएको जिल्ला कुन होइन? बारा। बारा जेल नभएको जिल्ला हो। धनुषा भक्तपुर पनि जेल नभएका जिल्ला हुन्। ललितपुर भने जेल नभएको जिल्ला होइन। प्रश्न नम्बर 22, कोशी प्रदेशको सबैभन्दा ठुलो जिल्ला कुन हो? कोशी प्रदेशको सबैभन्दा ठुलो जिल्ला ताप्लेजुङ हो। प्रश्न नम्बर 23, मोबाइलको आविष्कार कसले गरेका हुन्? मार्टिन कुपरले। मोबाइलको आविष्कार मार्टिन कुपरले गरेका हुन्। प्रश्न नम्बर 24, कुन मलको कारणले बिरुवाले खाना बनाउन मद्दत पुग्दछ? पोटासियम। पोटास अथवा पोटासियम युक्त मलले बिरुवालाई खाना बनाउन मद्दत पुग्दछ। प्रश्न नम्बर 25, नेपालको राष्ट्रिय खेल कुन हो? एकदमै सजिलो प्रश्न, भलिबल। नेपालको राष्ट्रिय खेल भलिबल हो। प्रश्न नम्बर 26, प्रोटोकल 18 केसँग सम्बन्धित छ? प्रोटोकल 18
मानव अधिकारसँग सम्बन्धित छ। प्रश्न नम्बर 27, दुरा जातिको मुख्य बसोबास कुन जिल्लामा रहेको छ? लमजुङ जिल्लामा दुरा जातिको मुख्य बसोबास लमजुङ जिल्लामा रहेको छ। प्रश्न नम्बर 28, नेपालको प्रथम सेनापति कसलाई मानिन्छ? धिराज थापा। नेपालको प्रथम सेनापति धिराज थापालाई मानिन्छ। प्रश्न नम्बर 29, वर्षमा सबैभन्दा लामो दिन कुन दिनलाई मानिन्छ? जुन 21 वर्षको सबैभन्दा लामो दिन, लङ्गेस्ट डे अफ द इयर भनेर मानिन्छ। प्रश्न नम्बर 3, ब्रह्मुडा त्रिकोण कुन महासागरमा पर्दछ? आन्ध्र महासागर। ब्रह्मुडा त्रिकोण आन्ध्र महासागरमा पर्दछ। प्रश्न नम्बर 31, कार्यालयमा सम्पादन गरिने आधारभूत तथा नियमित कार्य तलमध्ये कुन पर्दछ? नियमित गरिने कार्य आधुनिक सूचना प्रणाली अवलम्बन गर्नु, सूचनाको संशोधन र व्यवस्थापन गर्नु, खर्च नियन्त्रण सम्बन्धी कार्य गर्नु, कार्यालय कार्यविधिको विकास गर्नु। यसमध्ये सूचनाको संशोधन र व्यवस्थापन गर्नु नियमित तथा आधारभूत कार्यमा पर्दछ। प्रश्न नम्बर 32, तलमध्ये कुन सञ्चारको माध्यम होइन? घडी, रेडियो, टेलिभिजन, पत्र पत्रिका। यहाँ मध्ये समय जनाए पनि सञ्चारको माध्यम घडी भन्ने होइन। प्रश्न नम्बर 33, अभिलेखको प्रकारमा तलमध्ये कुन पर्दैन? अति महत्त्वपूर्ण, महत्त्वपूर्ण, कम उपयोगी र उपयोगविहीन। उपयोगविहीन कागजातलाई हामी अभिलेख भन्दैनौँ। यदि अभिलेख उपयोगविहीन भयो भने धुल्याएर नष्ट गरिन्छ। प्रश्न नम्बर 34, तलमध्ये कुन चाहिँ गुण चिठीमा हुँदैन? सरल भाषामा लेखिएको, स्पष्ट लेखिएको, दोहोरो अर्थ लाग्ने, विनम्रता झल्किने। दोहोरो अर्थ लाग्ने र लामो लेख्ने चिठी पत्रको गुणमा पर्दैन। प्रश्न नम्बर 35, विद्युतीय सुशासनको उद्देश्य देहाय मध्ये कुन होइन? सरकारी सेवालाई खर्चिलो बनाउने, सरकारको सेवा प्रवाहलाई छरितो बनाउने, सरकारलाई नागरिक प्रति उत्तरदायी बनाउने, शासन प्रणालीमा पारदर्शिता कायम गर्ने। यसमध्ये खर्चिलो बनाउने चाहिँ उद्देश्यमा पर्दैन। प्रश्न नम्बर 36, विश्वमा सार्वजनिक संस्थानको अवधारणा कुन मुलुकबाट सुरु भएको हो? अमेरिकाबाट। पहिलो सार्वजनिक संस्थानको सुरुवात अमेरिकाबाट भएको थियो। प्रश्न नम्बर 37, निम्न मध्ये कुन निजीकरणको उद्देश्य होइन? सरकारी नियन्त्रण बलियो बनाउने, सरकारको आर्थिक बोझ घटाउने, सेवाको गुणस्तर बढाउने, प्रतिस्पर्धी वातावरण बनाउने। सरकारी नियन्त्रणलाई थप बलियो बनाउने निजीकरणको उद्देश्य होइन। प्रश्न नम्बर 38, नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भएको थियो? विक्रम सम्वत 2050 सालमा नेपाल धितोपत्र बोर्डको स्थापना भएको थियो। प्रश्न नम्बर 39, लेखा प्रणालीको सिद्धान्त तलमध्ये कुन पर्दछ? बिजनेस इन्टिटी, मनी मेजरमेन्ट, गोइङ कन्सर्न, अल अफ द एबोभ। अल अफ द एबोभ माथिका तीनवटै कुराहरू लेखा प्रणालीको सिद्धान्त अन्तर्गत पर्दछन्। प्रश्न नम्बर 40, नेपालमा कुन साल बचत बजेट ल्याइएको थियो? विक्रम सम्वत 2033 सालमा ल्याइएको बचत बजेट थियो। प्रश्न नम्बर 41, अंग्रेजी भाषासँग सम्बन्धित प्रश्न रहेको छ। खाली ठाउँ, बिजनेसमेन वान्ट टु बी रिच। बिजनेसमेन वान्ट टु बी रिच। मस्ट बिजनेसमेन वान्ट टु बी रिच। प्रश्न नम्बर 42, प्लिज टेक केयर यु शुड फल। प्लिज टेक केयर द्याट यु शुड फल। प्रश्न नम्बर 43, देहायका विकल्प मध्ये शुद्ध लेखिएको विकल्प कुन हो? वातावरण, वातावरण, वातावरण र वातावरण मध्ये दुवैवटा नकाटिएको ब वाला वातावरण चाहिँ शुद्ध लेखिएको विकल्प हो। प्रश्न नम्बर 44, हिजो पानी पर्यो तर राम्रोसँग खेत भिजेन। यो कस्तो प्रकारको वाक्य हो? यो संयुक्त वाक्य हो। र, तर जस्ता संयोजकले जोडिएका वाक्यलाई हामी संयुक्त वाक्य भन्छौँ। र अन्तिम प्रश्न नम्बर 45, सुभाषले खुकुरीले खसी ढलायो। यहाँ खुकुरी कुन प्रकारको कारक हो? करण कारक। सुभाषले खुकुरीले खसी ढलायोमा खुकुरी करण कारक हो।